1 2 3 only 3 नमस्कार, म सुजित कुमार झा। जनकपुरमा होलीको धुम रहेको छ। पुरै तराईमा हिजो होली मनाइएको थियो भने आज चाहिँ जनकपुरमा विशेष तरिकाले होली मनाइरहेका छन्। हरेक चौकमा हरेक टोलमा यो धुम रहेको छ। होली होरैया गीतहरू चलिरहेको छ। म अहिले जनकपुरको बलवा टोलमा छु। अमरचन्द्र अनिलजीको निवास स्थलमा छु र यहाँ चाहिँ विशिष्ट व्यक्तिहरू पनि आउनु भएको छ र यहाँ चाहिँ होली महोत्सवकै रूप जस्तै होरैया गायनहरू पनि भइरहेको छ। म चाहिँ सबैभन्दा पहिला यहाँ विशिष्ट व्यक्तिहरू पनि हुनुहुन्छ। अमरचन्द्र अनिलजी, तपाईँ चाहिँ एउटा गीतबाट सुरु गर्नुहोस्। मिथिला में राम खेलैया होली, मिथिला में राम खेलैया होली, मिथिला में मिथिला में हो, 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 मिथिला में राम खेलैया होली, मिथिला में किनका हाथ कनका पिचकारी, किनका हाथ कनका पिचकारी, ओ किनका के हाथ अबीर डोरी, हो किनका के हाथ अबीर डोरी, मिथिला में हो, मिथिला में राम खेलैया होली, मिथिला में सारा फागुन में मिथिला के जनता हुआ संग, फागुन में मिथिला के जनता हुआ संग, फागुन में विधायक करे हुरदंग भैया रे। हामीसँग चाहिँ विधायक पनि हुनुहुन्छ रामशिष यादवजी। तपाईँ चाहिँ कुन रूपमा होली मनाइरहनु भएको छ? स्वाभाविक रूपमा होलीको जब हामी चर्चा गर्छौँ भने होली हुरदंग पनि हुन्छ, कुर्ता फार होली पनि हुन्छ, जबरदस्त होली पनि हुन्छ, डम्फा फार पनि हुन्छ र एउटा सभ्य होली पनि हुन्छ। त्यसकारण मिथिलाको होली यो सभ्य होली हो र हामी संस्कृतिको पहिचान र आफ्नो स्वाभिमान र आत्मसम्मानको लागि हामी सभ्य होली मिथिलामा चाहिँ खेल्ने गर्छौँ। फुल र अबीर रङ्गले होली खेल्ने गर्छौँ। यहाँ चाहिँ जनकपुर अञ्चल प्रहरी कार्यालयका एसएसपी साहब पनि सुभाष चौधरीजी हुनुहुन्छ। तपाईँको यो चाहिँ जनकपुरको पहिलो होली हो कि यसअघि पनि खेल्नुभयो? मेरो यो दोस्रो होली हो। म अघिल्लो वर्ष पनि खेलेको थिएँ यहाँ, त्यसपछि यही अनिल भाइजानको घरमा पनि आएर खेलेको हो र मैले भन्दाखेरि सुरक्षा निकायको तर्फबाट भन्दाखेरि होली चाहिँ सबै तरिकाले खानुपर्छ। तथाभावी मदिरा सेवन गरेर हुलदङ्गा बवाल गरेर खेल्नुहुन्न। हाँसी खुसी रमाइलो गरेर हामीले खेल्यौँ भने होलीको महत्त्व पनि बढ्छ र आफ्नो संस्कृतिको पहिचान अनुसार हामीहरूले सबै तरिकाले होली खेल्यौँ भने यसको महत्त्व बढ्छ। म चाहिँ फेरि चाहिँ अमरचन्द्र अनिलजीलाई एउटा गीत गाउन भन्छु र त्यसपछि फेरि हामी चाहिँ यहाँ होलीको चर्चाहरू फेरि सुरु गर्छौँ। विशिष्ट व्यक्तिहरू पनि यहाँ हुनुहुन्छ। अमरचन्द्र अनिलजी, एउटा गीत हामी सुनौँ। बाबा हरिहर नाथ सोनापुर में हो बाबा हरिहर नाथ सोनापुर में हो बाबा हरिहर नाथ बाबा हो, बाबा हरिहर नाथ बाबा हो, सोनापुर में बाबा हरिहर नाथ सोनापुर में
भवन कार्यालय धनुषाका गीत पनि हुनुहुन्छ। सुरेशजी तपाईँ कुन रूपमा चाहिँ होली मनाइरहनु भएको छ? यो होली भनेको आपसी भाइचारा र प्रेम साटासाट गर्ने, प्रेममा वृद्धि गर्ने र रङ र अबिरले मनाएर हामी होली खेल्छौँ। होली खेलिरहनु त रङ अबिरले खेलेर चाहिँ उहाँको अनुहारमा पनि देख्न सक्नुहुन्छ। बिहानैदेखि ठाउँ ठाउँमा गएर होरैया गायन पनि गर्नुभएको छ र नाचगान पनि गरिरहनु भएको छ। अरू विशिष्ट व्यक्तिहरू पनि हुनुहुन्छ। तपाईँ होली कुन रूपमा मनाइरहनु भएको छ? र हाम्रो सभासदले भने जस्तै हामी सभ्य रूपमा विभिन्न किसिमको मिथिला परिकार खाएर अनि रङ अबिरले एक आपसमा चाहिँ भाइचारा साटासाट गर्दै पहिलाको मनमुटाव बिर्सेर पुनः चाहिँ ताजगी रूपमा मित्रता कायम गर्ने गरी होली खेलिरहेको। म अहिले अबिर सहित चाहिँ लगाइरहनु भएको छ। तपाईँ यता गयो। तपाईँ कसरी चाहिँ होली खेलाइरहनु भएको छ? सर हामी मिथिलावासी हिन्दू छौँ। हाम्रो धर्मको मुख्य पर्व होली हो। होली नभए भने रङ अबिरबाट नफरत गरे मुसलमान हाम्रो होली खेल्छ। हामी हिन्दू भएर खेल्दैनौँ। यहाँ चाहिँ अमर तपाईँको गायनको चाहिँ यहाँ चाहिँ तपाईँ एउटा गीत हाम्रो बुझाइदिनु पनि शिव मठ पर राम खेलया होरी, शिव मठ पर हो, शिव मठ पर हो, शिव मठ पर हो, शिव मठ पर हो, शिव मठ पर राम खेलया होरी, शिव मठ पर कराही हाथे रंग पिचकारी हो के लगाए हाथ रंग पिचकारी, किनका के हाथ अबीर धोरी हो, किनका के हाथ अबीर धोरी, शिव मठ पर शिव मठ पर राम खेलया होली, शिव मठ यहाँ चाहिँ अरू युवाहरूलाई पनि म देखिरहेको छु। तपाईँ चाहिँ कसरी चाहिँ होली खेलाइरहनु भएको छ? हामीहरू एकदम रमाइलो तरिकाले गरिरहेका छौँ र हामीहरूको यहाँ अमरचन्द्र अनिलज्यू हामीहरूको अङ्कलै नै हो। उहाँको घरमा हामीहरू ठाउँ ठाउँमा गएर हामीहरू प्रत्येक साल जस्तो यसपालि भव्य रूपले हामीहरू मनाइरहेका छौँ। यहाँ चाहिँ अरू युवाहरूलाई म देखिरहेको छु। तपाईँ कसरी खेलिरहनु भएको छ? धेरै रमाइलो भइरहेछ, धेरै राम्रो लागिरहेछ। जोगिराहरू सबै धेरै राम्रो लागेछ हामीहरूलाई। म चाहिँ आज चाहिँ फेरि जोगिरा गाडाको लागि चाहिँ अमरचन्द्र अनिलजीलाई भनिरहेको छु। लाल पानी पियर पानी, पानी रे पानी, लाल पानी पियर पानी, पानी रे पानी, पेट में क्या बच्चा कहे नानी रे नानी। सार के अबीर लगबे साली के रंग, सार के अबीर लगबे साली के लगे रंग। अब फागुन में बुढ़वा कले राहुल रंग न कबे सारा कागाले भागा, न कबे सारा कागाले भागा, सैया भागा न जागा, न कबे सारा कागाले भागा। उड़ी उड़ी कागा कदम करी बैठे, सैया भागा न जागा, न कबे सारा हो, न कबे सारा हो, या चाहिँ सभ्य रूपले सभ्यताको रूपले होली खेल्दै कसरी सभ्यता भनेको के हो? तपाईँ कसरी सभ्य हुनुहुन्छ? मात्रै रङ गुलाल हो या पिचकारीले हामीहरूको केटाकेटीहरू पनि आइमै पनि प्रेम भावले होली खेलिरहेको छ। यहाँ चाहिँ हाम्रो एसएसपी साहब तपाईँ कति ठाउँमा चाहिँ अहिले होली खेल्नु भएको छ? म अहिले धेरै ठाउँ खेलेको छैन। म आफ्नो कार्यालयमा खेलाएँ। जो बस्नु भएको छ, जो अब तराईवासी हुनुहुन्छ उहाँलाई मैले सबै बिदा छोडिदिएको छु। आफ्नो अनुसार आफ्नो गाउँठाउँमा रमाइलो गरौँ भन्ने हिसाबले छोडिदिएको छौँ। र त्यहाँ चाहिँ जो बाँकी बस्नु भएको थियो उहाँहरूलाई हामीले
मैले आफैले रङ अबिरले खेलाइदिएँ। त्यसपछि यहाँ अनिल भाइजान कहाँ आएँ। यहाँ आउँदाखेरि मैले यहाँको असली जोगिन्द्र सरवाला गीतहरू पनि हेऱ्यौँ। त्यसपछि होलीका तपाईँले गीत आउँछ कि जोगिरा? मलाई आउँदैन। मैले हेरिरहेको थिएँ, तपाईँ हजुर चाहिँ पनि रमाइराखेको छु। हाम्रो चाहिँ यहाँ विधायकजी पनि हुन्छ, उहाँ क्षेत्रमा पनि जानुभएको कि जनकपुर मात्रै खेलिरहनु भएको छैन? क्षेत्रमा पनि खेलेको जनता र स्वाभाविक रूपमा एउटा सन्देश हो यो होली पावन सामाजिक एकता र सद्भावको पर्व हो यो। र यो पर्वमा म त के भन्छु भने त्यो सबै एक हिसाबले होली खेल्ने चलन छ र संस्कृतिको यो पहिचानको लागि हो। तर होलीमा पनि हामी कहाँ जुन विकृतिहरू देखिएको छ त्यो विकृतिहरूलाई हामीले रोक्नको लागि यो जसरी समाजसेवी अनिल भाइजीले निरन्तर यहाँ जुन आफ्नो सभ्यताको प्रतीक होली पर्व जुन मनाइरहेको छ एउटा यो सङ्केत हो। र पश्चिमी संस्कृति हाम्रोमा झल्किरहेको छ। मिथिलाको होली एउटा वैज्ञानिकहरू र अध्यात्महरू दुईटै चाहिँ सम्मिश्रण हो। यो होली मिथिलाको होली जुन परापरन कालदेखि बितेको थियो त्यसलाई चाहिँ बचाइराख्नुपर्छ। लठमार होली, मटका फोर होली, कुर्ता फाड होली, डम्फा फाड होली, होली हुर्दङ्ग होली यो हाम्रो होली होइन। अनि तपाईँ एउटा अझै चाहिँ गीत हामी होलीको गीत हजुर भाइजी यहाँ चाहिँ गीतका लागि हामी तयारी गरिरहेछौँ। होलिया गीत यहाँ यसको चारैतिर चाहिँ युवाहरू चाहिँ गाइरहेका छन्। यहाँ चाहिँ अमरचन्द्रजीले ढोलकमा सहयोग गरिरहनु भएको छ। रामसिंहजी तपाईँ एउटा चाहिँ गीत अझै गीत गाउनु हजुर भाइजी सुरु गर्नु। गति भेटता राम धुन गहिरा से गति भेटता राम धुन गहिरा से गति भेटता हो गति भेटता हो गति भेटता हो गति भेटता हो गति भेटता गति भेटता राम गति भेटता 15 दिन परिक्रमा करते 15 दिन परिक्रमा करते अन्तरगिरी परिक्रमा करते ओ गंगा सागर स्नान से ओ गंगा सागर स्नान गति भेटता राम धुन गहिरा से गति भेटता राम धुन गहिरा से गति भेटता राम धुन गहिरा से गति एकजना युवालाई पनि हेरेको छु। तपाईँ कसरी होली मनाइरहनु भएको छ? आज हाम्रो नेत्रको परम्परा छ नि, आज परम्परा पर आज हामीहरू खुसनामामा होली मनाइरहेको छौँ। यहाँ चाहिँ एकदम उत्साहित मैले देखिरहेको छु। यहाँ चाहिँ यो मात्रै होइन, हामी जहाँ छौँ मात्रै होइन, जनकपुरको चौकमा चाहिँ यस प्रकारकै होली मनाउने कार्य भइरहेको छ र स्थानीयवासी निकै उत्साहित छन्। पुरै जनकपुर चाहिँ होलीमा भएको छ र रङ अबिरका चाहिँ गुलालहरू चाहिँ ठाउँ ठाउँमा खेलिरहेका छन्, उत्साहित छन्। पुरै जनकपुर चाहिँ होलीमा भएको छ र सबै ठाउँमा जोगिरा गायनहरू भइरहेको छ। एबी न्युज टेलिभिजनका लागि सुजित कुमार झा, जनकपुर धाम।